त्यो पनि नभनौँ है त। हामी आउनु हुने आउँदै गर्नुहुन्छ, हामी हाम्रो कार्यक्रम पनि सुरु गर्नुपर्छ होला है त। र परमेश्वरलाई महिमा होस्, सृष्टिकर्ता परमेश्वर जसले मानिस जातिलाई आफ्नै प्रतिरूप र आफ्नै स्वरूपमा बनाउनु भयो अनि प्रेम गर्नुभयो, जीवन दिनुभयो, उद्धार दिन आउनुभयो येशू। र येशू क्रिस्टको नाउँमा आजको यो एउटा शुभ कार्य भनौँ है, र असल दिन हरेक दिन परमेश्वरले दिनुहुन्छ। यो असल दिन अनि एउटा शुभ कार्य पनि छ। यसको निम्ति जतिजना आउनुभएको छ यस हलमा उपस्थित हुनुहुन्छ, हजुर सबैलाई प्रभु यीशु क्रिस्टको नाउँमा जय मसीह भनिकन अभिवादन गर्न चाहन्छु। जय मसीह साथै नमस्कार। नमस्कार पनि यति मिठो अभिवादनको शब्द हो हामी नेपालीहरूको है त, र नमस्कार भन्न चाहन्छु है त। र म यो पृथ्वीमा चाहिँ हामी मानिसहरू विभिन्न भाषा, विभिन्न जात, विभिन्न वर्ण, विभिन्न धर्म, कर्म, संस्कार, संस्कृतिमा बाँधिएका मान्छेहरू छौँ र आफ्नो आफ्नो संस्कार, आफ्नो आफ्नो भाषा, आफ्नो आफ्नो भेषा, आफ्नो आफ्नो धर्मशास्त्र पालन गरेर बसेका छौँ। त्यसो गरेर यसरी अब यो सामाजिक कामहरू गर्नुपर्दाखेरि चाहिँ हामीले आफ्नो धर्मशास्त्रलाई पनि पहिलो प्राथमिकता दिएका हुन्छौँ। त्यसै गर्दाखेरि म हजुरको बिचमा एउटा बाइबलबाट म एक खण्ड पनि पढ्न चाहन्छु। म पहिला एउटा बिलापको पुस्तक 3:22-23 पद पढ्न चाहन्छु। परमप्रभुको महान प्रेमले गर्दा हामी भस्म भएका छैनौँ। उहाँको कृपाको अन्त कहिले हुँदैन, हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ। तपाईँको विश्वास त महान छ। मेरो प्राणले भन्छ परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ। यसै कारण धैर्य साथ उहाँको प्रतीक्षा उहाँको प्रतीक्षा गरिरहन्छु। परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। आमेन।